हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अदर भिडियो। सो आज हामी दाजुभाइ मिलेर चट्टसँगले जाँदै थियौँ झापाको बिर्तामोड र दमक। सो हामी गाडीमा चढिसक्यौँ। हाम्रो यात्रा दमक झापा। सो पूर्वको बाटोमा चाहिँ एसियन हाइवे बनाउने भएर पुरै बाटोहरू चाहिँ कच्ची भएको थियो, धुलो मैलो लागिरहेको थियो। सो बाहिर देख्न सक्नुहुनेछ आर्मीहरू चाहिँ हिँड्नु भइरहेको छ, पुरै आर्मीको ग्याङै छ होइन। आर्मीहरू कहाँ हिँड्नु भएको होला त यसरी चट्टसँगले मानिसहरूको जनताहरूको सेवा गर्नलाई। सो रेस्पेक्ट आर्मी सरहरूलाई रेस्पेक्ट गर्दै हामी भिडियो अगाडि बढाउँ है। हाम्रो गाडीको लामो यात्रापछि लगभग हाम्रो 1.5 घन्टाको यात्रापछि हामी आन्टीकोमा गयौँ। अङ्कल आन्टीकोमा खाजासाजा खायौँ र त्यहाँको किचन कति राम्रो लाग्यो र किचनहरू हाम्रो यसो हेर्दै थियौँ। त्यसपछि हामी लाग्यौँ हजुरबुवा हजुरआमालाई भेट्नको लागि। सट्टसँगले स्कुटरहरू जाँदै बाटो क्राउडै थियो। सो हामी बिस्तारै जाँदै थियौँ, पानी सानी पर्दै थियो सिमसिम। सो मैले चाहिँ त्यहाँ भिडियो गर्न बिर्सेछु र आमा बुवाहरूसँग हामीले फोटोसोटो खिच्यौँ र हामी लागि नै हाल्यौँ। हामीलाई हतार थियो। सो हामी बिर्तामोडको भाडपट्टि नै अगाडि आइसक्यौँ। यतिमा त देखाउँदा त कहाँको सहर आयो जस्तै हुँदो रहेछ त, यति देखाउँदा त। तर नझुक्किनु होला, यो चाहिँ हाम्रै बिर्तामोड हो। सो बेलुका साँझ भइसकेको कारणले हामीलाई बस पाउन गाह्रो भएको थियो। सो हामीले धेरै रुङ्यौँ अनि त्यसपछि हामी बिर्तामोडदेखि दमक लाग्यौँ। ब्याकलाइन जाँदैछौँ दमकको मिसल मार्केट अनि हामी चाहिँ नास्ता खाएर आएको। यता चाहिँ बेङ्गलोरको यात्रा गर्नु रह्यो। अनि यो चाहिँ दमकको आम्दा अस्पताल है। कता छ? यहाँ चाहिँ चिरफार कार्यक्रम पनि हुन्छ, बसबाट बढी विशेष गरेर हुन्छ। यहाँनिर यहाँ बोर्डै यहाँ छ दमक अस्पताल। विशेष घोपाको मेन डक्टर आउनुहुन्छ। ब्लग यहाँ चाहिँ बनाउनु डेन्टल तपाईँ पनि अब। यो चाहिँ नमुना मिसल मार्केट भन्छ है। दमकको विशेष गरेर अहिलेको रात्रिकालीन बजार लागेको छ 11 बजी रातिसम्म। नेपालको ग्याङटक, नेपालको ग्याङटक हो यो। अब नेपालको ग्याङटक जस्तै रहेछ यो चाहिँ। भिडियो भइहाल्छ नि। थोरै तल बाबा लगाइरहेको त। यहाँ त जहिले तिहार लागेको रहेछ। ए मेले हो यो। सो गाइजहरू यहाँ दमकमा चाहिँ रात्रिकालीन बजार मजाको लागेको रहेछ। सो हामी त्यही बजारलाई हामी चट्टसँगले एक्सप्लोर गऱ्यौँ होइन 2-3 घन्टा बसेर। सो अर्को नेक्स्ट मर्निङ चाहिँ हामी चट्टसँगले कफी खान गएका थियौँ दमकको बबाले ठाउँमा। सो हाम्रो त्यही कफी खाएरै हाम्रो भ्लग यहीँ इन्ड हुन्छ। थ्याङ्क्स फर वाचिङ।